रहेको युनिट 2 च्याप्टर क्लासिफिकेसन अफ लिभिङ बिङ को बारेमा पढ्छौं। अनि यो क्लासिफिकेसन अफ लिभिङ बिङ मा के कस्तो विषयवस्तुहरू छन्, यसमा हामी के को बारेमा थाहा पाउने छौं, हामी यो च्याप्टर मा पढ्छौं, बुझ्ने छौं। थुप्रै डेफिनेसन्स, गिभ रिजन्स, क्यारेक्टर्स अनि नेम अफ एनिमल्स एन्ड प्लान्ट्स अनि तीनको क्लासिफिकेसन को बारेमा बुझ्ने छौं। कसरी क्लासिफाई हामी गर्छौं त्यो पनि बुझ्ने छौं। सबभन्दा पहिला हामी जान्न पर्यो क्लास 9 मा हामी तीनवटा किंगडम को बारेमा पढेथ्यौं, पढिसकेछौं हामी तीनटा किंगडम, जुन कि मुनेरा एउटा हो, प्रोटिस्टा हो अनि त्यसपछि फंगी हो। अब यी तीनटा किंगडम हामी क्लास 9 मा पढिसकेछौं। क्लास 10 मा हामी दुईटा किंगडम को बारेमा पढ्छौं। एउटा किंगडम हो प्लान्टेई र अर्को किंगडम हो एनिमेलिया। यानी कि यो च्याप्टर मा हामी दुईटा किंगडम को बारेमा मात्र पढ्ने हो, किंगडम प्लान्टेई र किंगडम एनिमेलिया। यी तीनटा किंगडम हामी क्लास 9 मा पढिसकेछौं। अब यी दुईटा किंगडमहरु को बारेमा पढ्दाखेरि त्यहाँ थुप्रै क्लासेस, ग्रुप, फाइलम हैन, डिभिजन, सब डिभिजन हरु छन्। त्यो हामीले पालो पालै हैन वन बाइ वन गरेर हेर्दै बुझ्दै पढ्दै जाने हो। अब हामी टपिक मा लाग्नु भन्दा अगाडि म एउटा डायग्राम बनाउँछु र त्यो डायग्रामबाट अलि बुझिन्छ कि हामी यसमा के पढ्ने हो। तो सबभन्दा पहिला क्लासिफिकेसन अफ लिभिङ बिङ मा हामी पहिला सुरु गर्छौं किंगडम प्लान्टेई। प्लान्टेई किंगडम पहिला हाम्रो सुरु हुन्छ। अब यसमा प्लान्टेई किंगडम मा हामी के पढ्छौं। सबभन्दा पहिला प्लान्टेई किंगडम मा रहेको डिभिजनहरु, यानी कि पहिला हामी प्लान्ट किंगडम को बारेमा विशेषता, यसको बारेमा पढ्छौं। त्यसपछि यसको डिभिजन मा आउँछौं। यसको डिभिजन तीनवटा, एउटा अल्गी, ब्रायोफाइटा, ट्रेक्योफाइटा, तीनवटा डिभिजन भयो। अब त्यसपछि हामी सब डिभिजन मा आउँछौं। ट्रेक्योफाइटा को सब डिभिजन एउटा हो टेरिडोफाइटा अनि त्यसपछि दोस्रो भयो जिम्नोस्पर्म अनि तेस्रो हो एन्जियोस्पर्म। तीनटा हाम्रो सब डिभिजन, यो भइहाल्यो हाम्रो सब डिभिजन। त्यसपछि एन्जियोस्पर्म को हामी फर्दर दुईटा क्लास को बारेमा जान्ने छौं। अब ती दुईटा क्लास के हो तो हामीलाई थाहा हुन पर्यो। मोनोकोटिलिडन अनि डाइकोटिलिडन, मोनोकोटिलिडन एन्ड डाइकोटिलिडन। अब हामीले प्लान्ट किंगडम मा यही हामीलाई यति चीज यहाँ मोनोकोटिलिडन डाइकोटिलिडन सम्म पढ्ने हो। तो यसमा के आउँछ, जस्तै अल्गी मा रहेका क्यारेक्टरहरु, अल्गीसित रिलेटेड क्यारेक्टरहरु, अनि यसमा पर्ने जीवजन्तुको नाम। ब्रायोफाइटा, यसमा पनि क्यारेक्टर जीवजन्तुको नाम र केही वर्डहरु पनि हुन्छन् डिस्क्रिप्सन को लागि। ट्रेक्योफाइटा मा फेरि सब डिभिजन, टेरिडोफाइटा, जिम्नोस्पर्म, एन्जियोस्पर्म, मोनोकोटिलिडन अनि डाइकोटिलिडन क्लास। त्यसपछि हाम्रो यो किंगडम प्लान्टेई सिद्धिन्छ। अब यिनीहरुको बारेमा पढ्नु भन्दा अगाडि
सबभन्दा पहिला हामीले बुझ्न पर्यो क्लासिफिकेसन अफ लिभिङ बिङ भनेको के हो। व्हाट इज क्लासिफिकेसन अफ लिभिङ बिङ? तो यसलाई नेपालीमा भनिन्छ जीव जन्तुको वर्गीकरण। जीव जन्तुको वर्गीकरण भनेको यसलाई हामी डिफाइन गर्न सक्छौं। डिफाइनमा लेख्न सक्छौं it is a systematic arrangement of living being on the basis of similarities and dissimilarities। यानी कि जीव जन्तुलाई एरेन्ज गर्ने, त्यसलाई मिलाउने, त्यसलाई राख्ने, क्लास डिभिजन फाइलम सब डिभिजन डिभिजनमा राख्ने हैन, त्यो पनि एउटा सिस्टमेटिक तरिकाले। अनि त्यो पनि के को आधारमा राख्ने हो? सिमिलरिटिज, केही रिलेटेड क्यारेक्टर, अनि डिसिमिलरिटिज केही अनरिलेटेड क्यारेक्टर, यानी कि केही डिफरेन्स, यानी कि डिसिमिलर क्यारेक्टर्स एन्ड सिमिलर क्यारेक्टर्सको आधारमा जीव जन्तुलाई एरेन्ज गर्ने एउटा सिस्टमेटिक जुन तपाईको तरिका छ, एरेन्जमेन्ट छ, त्यसलाई हामी अब क्लासिफिकेसन अफ लिभिङ बिङ भनेर बुझ्छौं। यो भयो डेफिनेसन। त्यसपछि यसमा एउटा अर्को वर्ड आउँछ नोमेनक्लेचर। नोमेनक्लेचर यसलाई हामी आफ्नो भाषामा बुझ्न सक्छौं नामकरण गर्नु। तो नामकरण के हो? नामकरण भनेको नाम दिने, तर यहाँ जीव जन्तुहरूको नाम दिनु भनेको तिनीहरूको साइन्टिफिक नेम दिने हो। यानी कि नोमेनक्लेचर भनेको के हो? इट इज द प्रोसेस of giving scientific names to the identified animals and plants। यानी कि नोमेनक्लेचर एउटा प्रक्रिया हो जसले वैज्ञानिक नाम दिने प्रक्रियालाई जनाउँछ। कुनै पनि जनावर वा बिरुवालाई हैन थाहा भइसकेको, पत्ता लागिसकेको जनावर अथवा बिरुवालाई वैज्ञानिक नाम दिने प्रक्रियालाई नोमेनक्लेचर भनेर बुझिन्छ। यो भइहाल्यो। त्यसपछि अर्को चीज छ यहाँ बाइनोमियल नोमेनक्लेचर। तो यो के हो बाइनोमियल नोमेनक्लेचर? बाइनोमियल नोमेनक्लेचर भनेको जब हामी कुनै पनि जनावर या बिरुवाको वैज्ञानिक नाम लेख्छौं तो त्यहाँ हामी टू नेम्स युज गर्छौं। यानी कि त्यहाँ दुईटा नाम आउँछन्, एउटा जिनस एन्ड स्पेसिज। यानी कि जब कुनै जनावर वा बिरुवाको हामी नाम दिन्छौं दुईटा नाममा, अनि जसमा एउटा जिनस हुन्छ र एउटा स्पेसिज हुन्छ, त्यसलाई हामी बाइनोमियल नोमेनक्लेचर भन्छौं। फर एक्जाम्पल जस्तै ह्युमन को वैज्ञानिक नेम होमो सेपियन्स। अब यसमा दुईटा वर्ड आयो, दुईटा नेम छ। फर्स्ट नेम इज जिनस अनि सेकेन्ड नेम इज स्पेसिज, यानी कि एस अनि जी। जस्तै लायन पेन्थेरा लियो। पेन्थेरा इज जिनस अनि लियो इज स्पेसिज। तो यो हो नोमेनक्लेचर। थुप्रै जीव जन्तुहरूको वैज्ञानिक नाम हैन हामी क्लास 9 मा पनि पढे थियौं। क्लास 9 मा थुप्रै हाम्रो टेबलै थियो हैन वैज्ञानिक नेमको हैन साइन्टिफिक नेम्सहरुको, केही जनावर केही बिरुवाहरुको त्यहाँ अब एउटा लिस्टै थियो। हामीलाई पनि थाहा छ, याद छ। जस्तै इम्पोर्टेन्ट यो 10 मा पनि सोध्ने हैन, जस्तै पी मटर जसलाई हामी भन्छौं पिजम सैटिवम। पिजम इज जिनस,
सैटिवमिज स्पेसीज। तो यो पनि भयो एउटा वैज्ञानिक नेम यानी कि मटरको। तो यसरी हामी यो तीनटा पहिला डेफिनेसनहरु क्लासिफिकेसन अफ लिभिङ बीइंग्स के हो, नोमेनक्लेचर के हो, बाइनोमियल नोमेनक्लेचर के हो, यसरी यो याद राख्ने हैन। त्यसपछि अब त्यसपछि हाम्रो छ सिस्टम अफ क्लासिफिकेसन। सिस्टम अफ क्लासिफिकेसन हामी क्लास 8 मा सुनिसकेछौं, क्लास 9 मा पनि सुनेछौं। हामीसँग दुईटा सिस्टम छन्। जीव जन्तुलाई वर्गीकरण गर्ने दुईटा सिस्टम छ। एउटा सिस्टम छ हामीसँग पुरानो सिस्टम जसलाई ओल्ड सिस्टम भनिन्छ हैन। टू किंगडम सिस्टम अफ क्लासिफिकेसन एउटा यो भयो। अब यो टू किंगडम सिस्टम भनेको यो ओल्ड सिस्टम हो, यसलाई हामी ओल्ड सिस्टम पनि भन्न सक्छौं, ओल्ड सिस्टम। अब यो कसले प्रपोज्ड गरे थियो भने कुन वैज्ञानिकले प्रपोज्ड यसलाई गर्नुभएको थियो भने उनको नाम थियो कार्लस लिन्नियस। यिनी यो सिस्टमलाई प्रपोज्ड गरेका थिए। र यो त्यो टाइममा टू किंगडम सिस्टम के थियो भने एउटा थियो किंगडम प्लान्टेई र अर्को थियो किंगडम एनिमेलिया। यी दुईटा किंगडमहरु मात्र थिए त्यो टाइममा। यसलाई ओल्ड सिस्टम पनि भनिन्छ। अब त्यहाँ थुप्रै डिसएडभान्टेज डिमेरिट्सहरु देखियो, यानी कि त्यो त्यति उपयुक्त यो टू किंगडम सिस्टम भएन। किन भएन भने यसको पछाडी थुप्रै रिजनहरु छन्। सो मेनी रिजन्स यहाँ छन् किन टू किंगडम सिस्टम त्यो राम्रो भएन। अब हामीहरुको जब लेख्छौं त हाम्रो आउँछ 5 किंगडम सिस्टम। टू किंगडम सिस्टममा थुप्रै ड्रब्याक्स डिमेरिट्सहरु थिए। पहिलो कुरा थियो कि जस्तै अब फोटोसिन्थेटिक र नन फोटोसिन्थेटिकलाई एउटै ग्रुपमा राख्ने, एउटै क्लासमा राख्ने, एउटै डिभिजनमा राख्ने, अनि त्यसपछि मल्टीसेलुलर युनिसेलुलर सबलाई एउटै क्लास डिभिजन ग्रुपमा राख्ने, अनि त्यसपछि अब जो ऑटोट्रॉप्स हेटेरोट्रॉप्स तिनलाई पनि छुट्याएर नराख्ने हैन, प्रोकार्योट्स यूकार्योट्स सबलाई एउटैमा राख्ने। तो यी थुप्रै रिजनले गर्दा यो ओल्ड सिस्टम त्यति उपयुक्त त्यति राम्रो बेनिफिशियल भएन। अब हामीसँग दोस्रो सिस्टम जुन छ त्यो हो 5 किंगडम सिस्टम। 5 किंगडम सिस्टम। अब यो सिस्टमलाई लेटेस्ट सिस्टम भनिन्छ, जुन अहिले सबै हरेक अब स्टुडेन्टले यही पढ्छन् कि लेटेस्ट किंगडम सिस्टम भनेको 5 किंगडम सिस्टम हो। अब यो प्रपोज्ड गर्ने वैज्ञानिकको नाम हो आर.एच. व्हाइटेकर, रोबर्ट हार्डिंग व्हाइटेकर। उनको पूरा नाम हो रोबर्ट हार्डिंग व्हाइटेकर। अनि त्यसपछि यसमा 5 वटा सिस्टमको नाम के आयो भने यसमा 5 वटा सिस्टम आयो। मोनेरा पहिलो किंगडम मोनेरा, दोस्रो प्रोटिस्टा, तेस्रो भइहाल्यो फंगी, चौथो भइहाल्यो प्लान्टेई, अनि पाँचौं भइहाल्यो एनिमेलिया। यी 5 वटा किंगडमहरु लेटेस्ट हुन्, यानी कि आर.एच. व्हाइटेकरले पृथ्वीमा भएका जीव जन्तुहरुलाई जति आइडेन्टिफाइड गरियो, जति जनावर अब बिरुवाहरुलाई, तिनलाई उनी 5 वटा किंगडममा राखिदिए। किंगडम मोनेरा, किंगडम प्रोटिस्टा, किंगडम फंगी, किंगडम प्लान्टेई, किंगडम एनिमेलिया। यी 3 वटा किंगडम हामी क्लास 9 मा पढिसकेछौं, क्लास 9 मा अध्ययन गरिसकेछौं। जस्तै मोनेरामा ब्याक्टेरियाहरुको ग्रुपलाई राखिन्छ, यानी कि मोनेरा किंगडममा कस्तो जीवहरु पर्छन् भने यूनिसेलुलर प्रोकार्योटिक सेल भएका जीवहरु यसमा पर्छन्, यानी कि प्रोकार्योटिक भनेको जसमा टुरी न्यूक्लियस हुँदैन। अनि यो प्रोटिस्टा यसमा राखिन्छ यूनिसेलुलर यूकार्योटिक,
यानी कि जसको सेलमा ट्रू न्यूक्लियस हुन्छ यसमा राखिन्छ नन ग्रीन हैन। अब यसमा कोही युनिसेलुलर पनि हुन्छ, थुप्रै धेरैभन्दा धेरै मल्टिसेलुलर हुन्छन्, यिनीहरू नन ग्रीन हुन्छन्, यानी कि क्लोरोफिल यिनीहरूमा हुँदैन, यिनीहरू हेटेरोट्रोपिक हुन्छन् अथवा सेप्रोफाइटिक पनि भन्न सक्छौं। अनि यो प्लान्टेई किंगडम ऑल ग्रीन प्लान्ट्स बिलोंग्स टू प्लान्टेई किंगडम अनि मल्टिसेलुलर एन्ड यूकार्योटिक एनिमल्स बिलोंग्स टू एनिमेलिया किंगडम। यसमा पनि सबै जीवजन्तुहरू बहुकोषीय र यूकार्योटिक हुन्छन्, यसमा पनि यूकार्योटिक हुन्छन् अनि ग्रीन हुन्छन्, यानी कि दे हैव क्लोरोफिल। तो क्लास 10 में हामी यो र यो पढ्ने हो। हामी सुरु गर्छौं यहाँदेखि, यानी कि प्लान्टेई किंगडम। अब हामी सुरु गर्छौं किंगडम प्लान्टेई। अब किंगडम प्लान्टेई जुन छ, अब सबभन्दा पहिला प्लान्टेई किंगडममा कस्तो हैन अब प्लान्टहरूलाई राखिन्छ भने अब किंगडम प्लान्टेई जुन छ, किंगडम प्लान्टेई अब यसमा कस्तो प्लान्टहरूलाई राखिन्छ भने यसमा यानी कि ऑल ग्रीन प्लान्ट्स, ऑल ग्रीन प्लान्ट्सहरूलाई राखिन्छ अनि तिनीहरू मल्टी सेलुलर पनि हुन्छन् र यूकार्योट्स पनि हुन्छन्। यूकार्योट्स भनेको जसको सेलभित्र ट्रू न्यूक्लियस देखिन्छ हुन्छ, त्यसलाई हामी यूकार्योट्स भन्छौं। तो यिनलाई अब यस्तो क्यारेक्टरबाट बुझेर हामी प्लान्ट किंगडममा ती बिरुवाहरूलाई हामी राख्न सक्छौं। अर्को जस्तै आटोट्रप्स, आटोट्रप्स यिनीहरू हुन्छन् र यिनीहरू नन मोटाइल हुन्छन्, नन मोटाइल यानी कि यिनीहरूको जुन वृद्धि विकास हुन्छ हैन। अब नन मोटाइल भनेको यस्तै मुभ नगर्न सक्ने, कैन नट मुभ, अनि यिनीहरूको अब अनलिमिटेड हाइट एन्ड ग्रोथ हुन्छ, अनलिमिटेड हाइट एन्ड ग्रोथ हुन्छन्, यानी कि यस्ता क्यारेक्टर भएका जीवहरूलाई अब प्लान्ट किंगडममा राखिन्छ। र अर्को चीज यिनीहरूको जुन सेलवाल हुन्छ त्यो सेलुलोजबाट बनेको हुन्छ, सेलुलोज कम्पाउन्डबाट बनेको हुन्छ, सेलुलोज यो कम्पाउन्डबाट यिनीहरूको सेलवाल बनेको हुन्छ। तो यो क्यारेक्टरबाट हामी किंगडम प्लान्टेईलाई छुट्याउन सक्छौं अथवा किंगडम प्लान्टेईमा रहेका सबै प्लान्टहरूको क्यारेक्टर कस्तो हुन्छ, जस्तै दे ऑल आर ग्रीन यानी कि दे हैव क्लोरोफिल, अनि मल्टीसेलुलर means in their body there are many cell, and eukaryotes means in their cell there is two nucleus, and autotrophs means they can perform photosynthesis, perform photosynthesis यानी कि इनको फोटोसिंथेसिस गर्न सक्छन्, they can prepare their food हैन themselves, and non motile means they do not move from one place to another place like animal, and unlimited growth height and growth यानी कि यिनीहरुमा हाइट अनलिमिटेड हुन्छ, जति पनि बढ्न सक्छन्, ग्रोथ पनि हुन्छ र तिनीको सेलवाल सेलुलोजबाट बनेको हुन्छ। यो भयो किंगडम प्लान्टेईको क्यारेक्टरिस्टिक्स। अब थुप्रै हामी एक्जाम्पल पनि बुझ्न सक्छौं। एक्जाम्पलको लागि जस्तै स्पाइरोगाइरा हैन, मोस, त्यसपछि म्याङ्गो, एप्पल, पी etc, यी सबै बिरुवाहरू हाम्रो किंगडम प्लान्टेईमा पर्छन्। अब त्यसपछि हामी आउँछौं डिभिजन। अब प्लान्ट किंगडमको डिभिजन के हो, अल्गी, ब्रायोफाइटा, ट्रिकोफाइटा। अब अल्गी भनेको एउटा डिभिजन हो, यसमा कस्तो बिरुवाहरू हुन्छन्, यसमा कस्तो जीवहरू हुन्छन्
प्लान्टका कस्ता जीवहरू यसमा पर्छन् भने अल्गीमा। तो सबभन्दा पहिला यो बुझ्न पर्यो, अल्गी भनेको हामी क्लास 9 अथवा 8 मा पनि सुनेको कुरा हो। अल्गी भनेको ग्रीन प्लान्ट्सलाई जनाउँछ। मीन्स दे हैव क्लोरोफिल, दे कैन प्रिपेयर देयर ओन फूड, हैन। मस्टली दे आर एक्वाटिक। अल्गी आर मस्टली एक्वाटिक। यिनीहरू धेरैभन्दा धेरै पानीमा पाइन्छन्। त्यसपछि यहाँ यसको बारेमा, अल्गीको बारेमा अझै जानकारी हामी प्राप्त गरौँ। अल्गी को जुन बॉडी हुन्छ, यानी कि द बॉडी ऑफ अल्गी इज थालस, यानी कि अल्गी हैज थालस बॉडी। थालस बॉडी यो एउटा मेन क्यारेक्टर हो। अल्गीसँग थालस बॉडी हुन्छ। किन हुन्छ? अथवा अल्गीहरू थालस हुन्छन्। अल्गी आर थालस। व्हाई? मीन्स their body is not differentiated into root, stem and leaves. Thallus means body is not differentiated into roots, leaves and stem. This is the reason why algae is called thallus अथवा अल्गी हैज थालस बॉडी। व्हाई? यो थालस शब्दले भन्छ कि जुन प्लान्ट को बॉडी में रूट, लिव्स, स्टेमहरू डिफरेन्शिएटेड हुँदैनन्, छुट्टिएर अलग अलग देखिन्नन्, त्यस्तो बॉडीलाई, त्यस्तो बिरुवालाई हामी थालस भन्छौं। तो अल्गी को यो खास विशेषता हो कि अल्गी आर थालस। यसको एक्जाम्पल को कुरा गर्छौं भने अब अल्गी पनि जस्तै, अब they have thallus body, एउटा क्यारेक्टर, they are green, they are autotrophs, हैन। their cell wall is also made up of cellulose, हैन। एक्जाम्पल को लागि स्पाइरोगाइरा, त्यसपछि चारा, भोल्भक्स, क्लाइमेडोमोनास, etc. These all are examples of algae. यो सबै example algae को हुन्। Mostly they are found in water, हैन, like pond, river, हैन, etc. यिनलाई त्यहाँ हामी पाउन सक्छौं। अनि त्यसपछि हाम्रो यहाँ सेकेन्ड डिभिजन छ ब्रायोफाइटा। ब्रायोफाइटा। अब यो ब्रायोफाइटा जुन भन्ने यहाँ एउटा एक्जाम्पल छ, सरी एउटा डिभिजन छ। यो ब्रायोफाइटा भनेको यस्तो डिभिजन हो अब जसमा जुन प्लान्टहरू हुन्छन् तिनीहरू अल्गी भन्दा अलि एडभान्स हुन्छन्। यानी कि ब्रायोफाइटा आर मोर आर एडभान्स, हैन, देन अल्गी मीन्स थालोफाइटा। थालस बॉडी हुनेलाई थालोफाइटा पनि भनिन्छ। मीन्स अल्गी आर थालोफाइटा। यानी कि ब्रायोफाइटा आर मोर एडभान्स देन थालोफाइटा देन अल्गी। मीन्स their root and stem and leaves are separated in their body, so they are something more advanced than algae. अनि यो ब्रायोफाइटा को अब मेन एउटा विशेषता छ कि इनलाई हामी एम्फिबियन प्लान्ट पनि भन्छौं। एम्फिबियन प्लान्ट। एम्फिबियन प्लान्ट भनेको अब जस्तै व्हाट डू यू मीन बाय एम्फिबियन प्लान्ट? इट मीन्स ब्रायोफाइटा आर कॉल्ड एम्फिबियन प्लान्ट। एम्फिबियन प्लान्ट भनेको they are mostly found on moist land where something amount of water and they requires water for fertilization। यानी कि फर्टिलाइजेसन गर्ने क्रममा अथवा फर्टिलाइजेसन गर्नको लागि इनलाई वाटर को आवश्यकता हुन्छ। That's why they are simply known as amphibian plant। यहाँबाट हामी रिजन पनि मिलाउन सक्छौं why ब्रायोफाइटा आर कॉल्ड एम्फिबियन plant kingdom means they are found on moist land and requires water for fertilization। This is the reason। अनि यसमा पर्ने जुन बिरुवाहरू हुन्छन् there is absence
there is absence of vascular tissue. Vascular tissue means xylem and phylum are absent. Xylem and phylum are absent. यिनीहरूमा xylem phylum हुँदैनन्. यो ब्राफाइटामा xylem phylum यिनीहरूमा हुँदैनन्. यिनीहरू पनि तपाई अब यिनीहरूको पनि हामी बुझ्न सक्छौं त्यस्तै यिनीहरू हैन वालमा पुरानो भित्ताहरूमा पाइने अब ट्री को जुन ट्रंक हुन्छ त्यहाँ पाइने अनि त्यसपछि यिनीहरू रक्समा पाइने सोइलमा पाइने रक्स चट्टानहरूमा पाइने सोइलमा पाइने हैन अनि त्यसपछि यिनीहरूको एउटा हामीले अब खास एउटा अब पॉइंट जान्न पर्यो कि यिनीहरूमा एउटा अल्टरेसन अफ जनरेसन हुन्छ अल्टरेसन अफ जेनेरेसन यिनीहरूमा एउटा यो पनि क्यारेक्टर आउँछ कि दे शो अल्टरेसन अफ जनरेसन ब्राफाइटास shows alteration of generation. So alteration of generation means it is a reproductive cycle है ना by which they can है ना gives or produce offspring for next generation है ना. It is a alteration of generation means it is a reproductive cycle in which अथवा that completes in two stages means alteration of generation is a reproductive cycle that completes in two stages, that is gametophyte and sporophyte. यो एउटा इनको लागि मेन क्यारेक्टर हो अल्टरेसन अफ जनरेसन. पहिला यिनीहरू ग्यामेटोफाइट यानी कि ग्यामेट बनाउँछन् पछि ग्यामेटबाट स्पोर बन्छ बाइ द ग्यामेटोफाइट. अनि जुन ग्यामेटो जुन हामी यहाँ ग्यामेटोफाइट देखाउँछौं यसले जनायो कि ग्यामेट बनाउने ग्यामेट्स प्रोड्युस गर्ने र यसले स्पोर प्रोड्युस गर्ने र यही स्पोरबाट तिनीमा नयाँ अफस्प्रिङ नयाँ जनरेसन सुरु हुन्छ. यो भइहाल्यो. अनि यसको एक्जाम्पल यदि ब्राफाइटाको हामी एक्जाम्पल लिन्छौं भने एकदमै मस्ट इम्पोर्टेन्ट छन् यानी कि लिभरवर्ट जसलाई मार्चेन्सिया पनि भनिन्छ मार्चेन्सिया अनि मोसरिसिया these all are the example of ब्राफाइटा. त्यसपछि यहाँ छ ट्रेकियोफाइटा. अब ट्रेकियोफाइटालाई हामी के बुझ्न सक्छौं भने these are most advanced plant and vascular plant. ट्रेकियोफाइटा भनेको अल्गी ब्राफाइटा भन्दा एकदमै विकसित बिरुवा मानिन्छ र भास्कुलर पनि मानिन्छ. तो यसलाई हामी डिफाइन पनि गर्न मिल्यो कि those plants that are most advanced and vascular plants means they have xylem and phylum. यानी कि ट्रेकियोफाइटामा पर्ने जति पनि बिरुवाहरू हुन्छन् तिनीहरुमा जाइलम र फाइलम हुन्छ. अब ट्रेकियोफाइटाहरू हामीहरूको वरिपरि देखिने हैन हर्ब सर्ब अनि ट्री यी सबै हाम्रो जति पनि बिरुवाहरू छन् सब हाम्रो हैन ट्रेकियोफाइटामा पर्छन् र यिनीहरुमा क्लोरोफिल हुन्छ ग्रीन हुन्छन् ऑटोट्रॉप्स हुन्छन् हैन. अनि त्यसपछि ट्रेकियोफाइटालाई फेरि फर्दर डिवाइड गरेछ तीनटा सब डिभिजनमा जसमा एउटा टेरिडोफाइटा जिम्नोस्पर्म अनि एन्जियोस्पर्म. अब हामी सब डिभिजन टेरिडोफाइटा जिम्नोस्पर्म एन्जियोस्पर्म हामी नेक्स्ट पार्टमा हेर्छौं.